नमस्ते, वेलकम टु माई न्यू भिडियोमा फेरि पनि तपाईहरुलाई मिठो सम्झना अनि स्वागत छ। वेलकम छ। आज चाहिँ हामी लुम्बिनीको यात्रा गरिरहेका छौं। लुम्बिनी चाहिँ कस्तो देखिन्छ? त्यति धेरै मौसमले साथ दिएको छैन साथीहरु। त्यही पनि भिडियोमा कस्तो देखिन्छ जस्तो देखिन्छ हेरेर साथ दिनु होला भन्न चाहन्छु। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट शेयर पनि गरिदिनु होला अनि मलाई सपोर्ट पनि गर्नु होला भन्न चाहन्छु। यो चाहिँ हामी तीन भाइ गएका थियौं। यस्तै लुम्बिनीको भ्यू कस्तो रहेछ आज चाहिँ घुम्नु पर्यो भनेर हामी यहाँसम्म आइपुगेका छौं। मौसम चिसो छ एकदमै, मौसमले खासै साथ दिएको छैन। जे सोचिरहेको थिए त्यो चाहिँ भएन। एकदमै भ्यूहरु देखिन्छ होला भनेर त्यही पनि हल्का फुल्का देखिने प्रयास त छ। बाकी अघि अलि पनि राम्रो भ्यूहरु हुन सक्छ, हेर्दै जानुस् है। पुरै हुस्सुको कारणले हामीले बाटो त्यति धेरै अझै राम्रोसँग चिन्न सकेका थिएनौं। कतातिर जानुपर्ने, कतातिर गइरहेका थियौं किनभने अलि टाढाको भ्यूहरु देखिरहेको थिएन। त्यही पनि घुमिरहेका थियौं। बाँकी चाहिँ हाम्रो फ्यामिलीहरु, हाम्रो मम्मीहरु, मेरो दिदी अनि सबैजनाहरु पछाडी अर्को गाडीमा आउँदै हुनुहुन्छ। हामी चाहिँ तीन भाइ यसमा अटाउँछौं भनेर यसैमा घुमिरहेका थियौं। घुम्दै जाँदा त्यस रमाइलो भयो त्यो पलहरु। तर मौसमले चाहिँ यस्तो चिसो थियो, एकदमै गाह्रो भयो। निकै नै रमाइला भ्यूहरु देखिरहेका थिए। त्यही पनि राम्रोसँग हुस्सुले गर्दाखेरि देख्न र हेर्न पाइएन। यहाँ चाहिँ हामीले गाडी पार्किङ गरेर खुट्टाले चाहिँ हिँड्नुपर्छ भनेर भित्र चाहिँ गाडी जान मिल्ने रहेछ। अनि त्यही गाडी पार्किङ गर्यौं। अनि त्यतातिर यसो घुम्दैछौं। अनि जे होस् रमाइलो ठाउँ छ। म चाहिँ फर्स्ट टाइम आएको हो, कस्तो रहेछ र भनेर अवलोकन गरौँ भन्ने। चिसोको मौसम, कामले केही थिएन, जाम न त भनेर दाइहरुसँग सल्लाह गरेर अनि मम्मीहरुलाई, दिदीहरुलाई अनि जे होस् यस्तो मौसममा, चिसो मौसममा पनि मान्छेहरु अनि इन्डियाबाट लाएर चाइनाहरुदेखि धेरै मान्छेहरु आउनु भएको थियो। अनि हामी फर्स्टमा त कोही नै छैनन्, हामी मात्रै नै रहेछ कि के हो दाइ भनिरहेको थिए। पछि चाहिँ हेर्दै जाँदा घुम्दै जाँदा धेरै मान्छेहरुलाई देख्यौं। धेरै ठाउँबाट आउनु भएको रहेछ। धेरैले माया गर्नु रहेछ लुम्बिनीलाई। यहाँहरु चाहिँ चाइनादेखि आउनु भएको रहेछ। राम्रो एकदमै राम्रो छ नेपाल भनेर धेरैले भन्नुभयो। त्यसमा चाहिँ एकदमै खुसी लाग्छ। अझै मौसमले साथ दिएन। मौसमले साथ दिएको भएपछि अलि टाढाको भ्यूहरु अनि पानीहरुको भ्यूहरु एकदमै राम्रो देखिन्थे। कमल फूलहरु पनि रहेछन् पानीमा। हेरिसक्यो हामी सबै। तपाईहरु पनि पक्कै पनि जानुस्, एकचोटि घुम्नुस्, यो ठाउँलाई हेर्नुस् भन्न चाहन्छु। समयले साथ दिएसम्म। हामी चाहिँ हाम्रो यात्रा जारी नै थियो। चिसोले एकदमै गाह्रो बनाए पनि पहिलो मन्दिर प्रस्ताव गर्यौं, बाहिरदेखि अवलोकन गर्यौं। धेरै मन्दिरहरु छन् यस्ता हेर्नु पर्ने, देख्नु पर्ने। हिँडेर त साथ पहिलो मन्दिर भित्र चाहिँ दर्शन गर्दै हुनुहुन्थ्यो। भित्र चाहिँ मोबाइल क्यामेराहरुको अलाउ त रहेनछ। त्यही भएर बाहिरबाट यसो भिडियोहरु
गर्ने पर्ने हुन्छ। गार्डनहरू पनि चट्ट मिलाएको विदेशी सिस्टममै बनाएको कि टक्क हेर्नमा पनि राम्रो देखिने। पछाडिपट्टि पार्कहरू गार्डनहरू एकदमै राम्रा थिए। टुरिस्टहरू बसेर खाना बनाउने खाने ठाउँतिर हामी घुम्दै थियौँ। धेरै मान्छेहरूले राखेका साना साना सामग्रीहरू बेच्नका लागि, अनि यता चाहिँ खानाहरू बनाउने हुन्थ्यो। टुरिस्टहरूले इन्डियाबाट कोही कहाँबाट आउनु भएको थियो। अनि कसैले पानीपुरी बेच्दै हुनुहुन्थ्यो त कसैले के जे होस् आफ्ना आफ्ना व्यवस्था आफै गर्दै हुनुहुन्थ्यो। यता चाहिँ पछाडिपट्टिको भाग यहाँ चाहिँ खानासाना बनाउने खाने। हामी चाहिँ अहिलेसम्म एक्लै घुमेका थियौँ। मम्मीहरू चाहिँ अर्को गाडीमा आउँदै हुनुहुन्थ्यो र हामी अर्को गाडीमा त्यो कारणले चाहिँ भेट हुन सकेका थिएनौँ। अब भर्खरै फोन गर्नुभएको थियो हामी चाहिँ यहाँनिर छौँ भनेर। हामी मम्मीहरू दिदीहरू भएको ठाउँमा जाँदैछौँ। यो चाहिँ बोटी देख्नमा एकदमै राम्रो लाग्यो, अनि त्यही भएर भिडियोहरू पनि बनाइएको। भेट भएर भान्जीसँग पनि भेट भएँ। भान्जी र मैले चाहिँ दुईवटा भिडियो टिकटक पनि बनायौँ। मम्मीहरूसँग भेट भयो। मेन यो चाहिँ बुद्ध जन्मेको मेन मन्दिर चाहिँ यहाँनिर एकदमै राम्रो फुलिरहेको रहेछ। त्यही पनि मान्छेहरूले टिपिरहेको थिए देख्नमा एकदम। अनि हामी चाहिँ भित्र उहाँ जन्मेको ठाउँहरू हेर्न जाँदैछौँ। बाहिरबाट एकदमै राम्रो देखिन्छ। मैले यो चाहिँ मेरो भाइ मेरो चाहिँ भिडियो बनाइदिनु दाइ भनिरहेको थियो, अनि भिडियो बनाइदिएको। बुद्ध जन्मेको मेन ठाउँ यहाँहरू चाहिँ टुरिस्ट भिडियोहरू फोटोहरू खिचिदिनु भनिरहेको थिएँ, अनि चाहिँ एक दुईवटा फोटोसोटो खिचिदिउँ। यो चाहिँ अरू मन्दिरहरू धेरै मन्दिरहरू छन्। धेरै मन्दिरहरू घुम्न सकिँदैन, एकदमै टाइम निकालेर जानुपर्छ यो ठाउँमा घुम्नको लागि। जति घुमे पनि थाकिँदैन, एकदम रमाइलो छ। जति घुमाउँ उति रमाइलो हेर्ने देख्ने ठाउँहरू धेरै नै छन् साथीहरू। यस्तो छ। सो घुम्दै गर्दाखेरि मेरो पनि एउटा भिडियो बनाऊँ न भनेर मैले पनि छोटो स्किप भिडियो बनाएको छु। र आजको लागि चाहिँ भिडियो यति नै थियो सायद थियो। थ्याङ्क यू सो मच वाचिङ फर भिडियो।